Hello everyone, a very warm welcome to you all. Today, I've just finished digging up this garlic right from my very own garden here at home. Today wasn't really the time for harvesting, but because it's been raining continuously, I was worried the garlic might rot, so I dug it up. And regarding how I store this garlic, or rather how to properly store garlic, I've taken these 3 garlic bulbs. So we place one here, then twist it from this side, bringing it over this way, and the other one from here. राखेर फेरि सेम अर्को साइडबाट घुमाएर यसरी यता ल्याइयो, फेरि अर्को यसरी राखेर फेरि यसरी घुमाएर यता ल्याइयो, यसरी यस्तो गर्दै रेगुलर सबै यसरी नै यस्तो यो घुमाउने तरिका यसरी गर्नुछ। यता राखेँ र मैले यताबाट लगेर तलबाट लगेर माथिबाट ल्याएर यसलाई च्यापेर यसो गरेँ, फेरि यतापट्टि पनि सेम त्यस्तै यताबाट लगेँ तलबाट माथिबाट यसलाई च्यापेर यता अगाडि ल्याएँ, यसै गरेर बनाउने हो। यसरी बनाएर अहिले म लास्टमा कस्तो बन्छ भनेर म हजुरलाई देखाउँछु। तरिका चाहिँ यही हो, यसरी नै हो बनाउने। यसरी यो अब मैले पुरा भएपछि हामीले चाहिँ यसरी नै बनाएर यस्तो बनाउन सकिन्छ, यसरी नै सुकाउन सकिन्छ। हामीले कहीँ कुनै ठाउँमा लगेर पानी नपर्ने ठाउँमा यसरी हावा लाग्ने ठाउँमा यसरी सुकाउन नि सकिन्छ, या त हामीले यस्तो गरेर सुकाउन सकियो, त्यसो सुकाइन सकियो, झुन्याएर सुकाइन सकियो। यसरी बनाउनु भयो भने थोरै ठाउँमा पनि अट्छ र यसलाई यसरी फोल्ड गरेर बिचबाट यसरी सुकाउन नि मिल्यो, यसरी कुनै ठाउँमा यसरी झुन्याइदिन नि मिल्यो। यस्तै गरेर बनाउनु होला। यो लसुनको फल्ने सिजन आएको छ, यो हेरेर यसरी नै बनाउनु होला। हो ल हेर्नुहोस्, यति लामो ल हेर्नुहोस्।